हेलो गुड आफ्टरनुन एभ्रिवान। हजुरहरू सम्पूर्णलाई स्वागत छ मेरो मिनी भ्लगमा। म चाहिँ आज पार्क आएको छु साथीहरू। दिउँसोमा हजुरहरूलाई पार्क घुमाउँछु भनेर। कति रमाइलो छ हेर्नुहोस् त। पार्क वाकिङ गर्ने जग्गा पनि छ। अनि त्यसपछि बोट बिरुवाहरू भर्खरै रोप्नु भएको छ। अनि यता कति रमाइलो राम्रो छ, हरियाली। अलिकति अझै हरियाली हुन पाएको छैन साथीहरू। पातपतिङ्गरहरू झरिरहेको छ। अब 1-2 महिनामा चाहिँ एकदमै हरियाली सुन्दर हुन्छ। बोट बिरुवाहरू चाहिँ साना साना छन्, भर्खरै लगाएको छ। अनि बिचमा ताल अनि फुलहरू पनि छ। अनि बिचमा हेर्नुहोस् त झुप्पो त्यो बाँसको रुख पनि छ। अनि यता बच्चाहरू खेल्नको लागि यो फुल हो कि केही जडीबुटी हो साथीहरू, मलाई त थाहा छैन है। हजुरहरूलाई थाहा छ भने बताउनु होला, कति राम्रो छ। अनि यता चाहिँ बच्चाहरू खेल्नको लागि कति रमाइलो छ साथीहरू। बस्ने हो, खेल्ने कुराहरू। अनि यता एक्सर्साइज गर्ने कुरा पनि छ। अनि ताल अब यति राम्रो छ। फेरि मैले दोबारा हजुरहरूलाई यतातिर देखाउँदैछु। अनि अलि यता गाडीको आवाजहरू चाहिँ अलि धेरै नै आउँछ साथीहरू, बाटोमा छ। अनि गाडीको आवाजहरूले डिस्टर्ब गर्यो होला हजुरहरूलाई। कस्तो लाग्यो साथीहरू?